माथि छ यहाँ रहेछ है परेछ चरौडा माछा है गाई चरौडा है गाई त्यही है पाइयो गाई अम्मेलमा हुन्छ फेरि यो गाई हारको नि पाइयो हेलो यस्तो राति है यस्तो अन्धकार छ हेर्नु त केही देखाएन होइन त्यस्तोमा गइरहेछौँ हामीहरू यसो जाल हाल्नलाई होइन तिनवटा केटाहरू उता अगाडि छन् हामी तिनजना चाहिँ गइरहेछौँ ट्याक्क बिजोडी जानुहुन्न रहेछ त्यहाँ जोडी जानुलाई अब खोला पुगेपछि है अर्को भ्लग ल यति हो अन्धकार छ अब के भ्लग बनाउनु अब यति राति राति ल हाम्रो दाइ तिनजना उता गाउँबाट आउनु भएको थियो ट्याक्क भेट्यो है यहाँ बस्नु भएको थियो हामी चाहिँ अझै जाँदैछ अब खोला पुग्न लागिसक्यो है हामी चाहिँ चुगा जानला हो माछा आउन लगाइ हामी खतरा देखिया छ यार हेर्दाखेरि रमाइलो हुनेछ है लगाइस होइन हामी चाहिँ अब चुगाबाट माथि लिकुसम्म जाने भन्ने कुरा भइरहेछ लिकु त होइन होला जाल पुग्ने उहाँ एउटा हाम्रो भाइ अगाडि लास्ट फास्ट हिँडिराख्नु बिस्तारै हिँड्नु हाम्रो जाल खेल्ने गाई कहाँ गाई भइजानु यार अन्धकारमा केही देखाएको छैन यार खोला पुग्यो है उता चाहिँ कहाँ चढिरहेको थाहा छैन यहाँ चाहिँ हामी ओइ खोला जानुलाई अप्ठ्यारो छ यार कहाँ जाने भन्ने हो यहाँ ऊ त गयो है कहाँ जानु लाग्यो त्यहाँ पाउ म चाहिँ मोजा खोलिरहे कहाँ जानु लाग्यो तिमी म चाहिँ मोजा खोल्नु पर्यो पानी छ यहाँ तर पानीले भिजायो भनेको यही हो रमाइलो जग्गा हो ल हामी चाहिँ गइरह है अगाडि खोला तिर मुस्कानको बेहुली भगाउन जाँदैछु बेहुली भगाउन लिकुतिर गाइस लिकुतिर नाइट ब्ल्यान्ड के ए रतन दो कहाँ छ हामी चाहिँ गइरहेछौँ है धेरै भयो हिँडेको धेरै भयो अब कता हुँदा खेल्ने भनिदिनु त्यसो हल्का रमाइलोको लागि चुगार जाने भयो प्लान दिनसम्म जाने भयो प्लान छ गाइडहरू होइन Yes, it's me guys. Hello. Carson Nange आउनु भएर कट्टुमा अमर भाइ मछु त्यस पछाडि जेनिस दाइ हुनुहुन्छ लास्टमा चाहिँ राजु दाइ हुनुहुन्छ हाम्रो मूल खम्बा चाहिँ राजु दाइ हुनुभयो वहीँ है फेरि वहाँ बिना चाहिँ माछा पाइन्न फेरि आज हामी चाहिँ सब काट्छ पढ्यौँ होइन हामी चाहिँ भर्खर पढ्यौँ गाइड ल यता रहेछ है बाटो यहाँ हामफाल्दो जोसिरहेको थियो ऊ तल खोला है खोला चाहिँ देखिआएन अन्धकारले
यहाँ अप्ठ्यारो बाटो रहेछ गाइज सम्हालेर हिँड्नु पर्यो ल बाटो अप्ठ्यारो रहेछ ल गाइज खोलातिरैतिर ल खोला पुग्यो है गाइज ओइ अप्ठ्यारो छ है बाटो फेरि ब्लग ब्लरै ब्लर होला आज छ त यार चाइनिज भ्लग हो कि जापानिज भ्लग हो म मात्र पाल्छु ल जाली झिक्दै है मोबाइलहरू प्याक हान्दै खस्न सक्छ ल माछा देखा लु कोही नै त्यही त माछा अड्नु नअड्ने भयो क्या खोलै हामी बाल्नुपर्छ डर भने ए ल झिकिँदैछ के झिक्ने हो यहाँ उता मूत्र विसर्जन हान्दैछन् कमल बोक तँ बोक अरे होइन कहाँ लगे नै मिस्कान अनि तिमी जाऊ होइन हुन्छ उता उताबाट म निर्दै हुँदैन होइन दाइ को जाने मुस्कान चाहिँ उता झोलो पुग्छ अनि भदाल लिनु पर्यो त्यही त माछा ल्याएको झोलामा लुगा हाल्यो है स्टार्ट भइसक्यो है हाम्रो बल्छी हानान हो ल ल ल म त भ्लगर हो है भ्लगरलाई चाहिँ के भन्न पाइनँ ल ऊ हाल्दै जाँदैछन् है सही सुरु बल्छी हाल्दै है ए यत्रो बल्छी भन्न आएछ के अरे जाल जाल उता पनि हाल्दै हुनुहुन्छ त है है उद्घाटन त भएको छैन अब उद्घाटन भएपछि म देखाउँछु है अहिले चाहिँ यस्तै हाल्दैछौँ
फेरि खोला तरेर उता जानु पर्यो है गाह्रो छ नि तर डुबाउने खोला रहेछ यार माझी लाइफमा फिसरम्यान अफ द इयर गोज टु हाम्रो गाइजहरूलाई खोला तर्नुपर्ने छ यस्तो खोला तिरै तिर चौतारी र बिरोइ फिर मनमा छ फिरोइ फिर हो भन्ने कोसुलाई बोलिरहनु है तिमी पूर्णिमाको जुनो झै उता पनि चल्दैछ एउटा ग्रुप दुईवटा ग्रुप डिभाइड गरेर हामी जान हिँड्दा छौँ कताले सुरुमा पाउँदो रहेछ हेरौँ न होइन गाइज ल मुझे भ्यागुत्तो क्या पा भ्यागुत्तो यहाँ उठ्दै गयो भ्यागुत्तो के माछो यस गाइस हामीले हाने है हाम्रो टोलीले उद्घाटन हान्यो ल ठुलै पर्यो त है गाइस यही हो है सुरुको माछो ल उद्घाटन हामीले हान्यो हेलो माछो हेलो माछो पऱ्यो ल पायो है अर्को ग्रुपले पाएन त्यहाँ अगाडि हान्दैछ हाम्रो ग्रुपले चाहिँ पायो है आइस्यो स्लोली जाउँ के हल्का डिस्टेन्समा हानौँ न ठुलै पर्यो नि यार तर त्यहाँ पनि पर्यो जस्तो छ है पर्यो हो त्यहाँ It's
ल ढुङ्गा छन् कसको जाल अर्को ग्रुपले के हुँदैछ त्यहाँ पायो पाएन त्यो हामीलाई थाहा छैन है एउटा भाट्टो पर्यो है गाइज ल गाइज म माछा परेर भिडियो बनाउँछु है मेरो 11 मिनट भइसक्यो यो रेकर्ड गर्न लाग्यो ल त्यो भएर अब माछा पर्न थाल्यो भने चाहिँ म भिडियो बनाउँछु अहिलेलाई चाहिँ बाई ल फेरि पायो है जाल हाल्ने मान्छे चाहिँ कडै हो है फेरि दुईटा भेटाइसक्यौँ है हामीले मात्र यस्तो हालेर चाहिँ लाउनु भने हालिसकेपछि ल है त फेरि भेटायौँ भने म भिडियो बनाउँछु ल यहीँ हो है हामीले भेटाएको ल गाइस अर्को नि पाइयो है यो ठुलै पाइयो है अहिले पनि हामीले 3टा पाइसक्यौँ उताको सुन्नै छ है उता तीनवटा दोरी भएन क्या
पनि उद्घाटन भयो है हामी माछा पाइयो माछा छ है त गाय छ ओ थैलो म्यान थैलो यार कति धुलो जाऊ मेरो त्यही धुलो छ माछा प्याकिङ भइसक्यो है गाइज अब फेरि माछा भेटायो भने म भिडियो बनाउँछु ल उताको जालमा माछा पऱ्यो है एउटा गाइज राख्दैछ नि यहाँबाट चाहिँ भिडियोमा देखिन्न अब उता राखिरहेको छ नि टोटल पछि देखाउँदाखेरि राख्छु म प्याक गरिसकेँ उताको टोलीले फेरि पायो है माछा हल्का टाढा भएर मैले देखाउन सकेन माछा चाहिँ त्यो गर्दै हाल्दैछन् त्यो हातमा समात्यो है माछा त्यही हो गाइज ल हाम्रो टोली चाहिँ माथि गइरह है त्यहाँ हान्दैछ ल के प्रोसेस हुँदैछ हेरौँ न गएर ल गाइज फेरि पर्यो है माछा ओ यहाँ रहेछ यहाँ रहेछ है लगाइ है हुना फेरि पाइयो है गाइज फेरि प्याकिङ भयो है गाइज झोलामा भएन कि माछा धेरै पाइसक्यो सत्ताइहाल्ने क्या सत्ताइहाल्ने त पुगिरहेको जस्तो एकछिन देखाउँ ल ए धेरै पाइयो है गाइज फेरि थपिँदैछ ऊ Man, service. माछा नि गाड तल तल ढलिएला जस्तो छ यार चिप्लेर ल गाइज फेरि माछा भेट्यो हल्का सानो रहेछ है अरूभन्दा चाहिँ अघिको भन्दा ल फेरि थैलोमा गयो ल यहाँ के अरे जाल हल्का बिल्झेर यहाँ बनाउनु लाग्छन् अब के फर्किने हो हामी कि अझै खेल्ने हो दाइ हामी पोखरा जान्ला पोखरा जान्ला अब हामी माछा लगभग आधा केजी चिप्लाउनु पऱ्यो भनौँ आधा केजी परिसक्यो ल आधा केजी यहाँ त्यहाँ केजी उठाउनुपर्छ 5-6 केजी चाहिँ उताबाट अब टर्च बोल्यो ल के लाउ सिलाने के माछा त एकदम कालो छ त यार हो यति हुन् आगे भाइ दे आबो उठाइ दे जा आबो त बाडी राखौ कुपाला काछ निले खानिन नि लाटे खाएन
बचाउनलाई भने हो त्यो हावा बनाउने सबैले त्यसलाई हावा बनाउनु सबै ल गाइस यो काँचो माछा खानु लाग्यो है काँचो माछा खानुपर्छ हल्का काठमाडौँतिर त गाह्रो हुन्छ ल काठमाडौँतिर पत्ला गएर हुन्छ ठिक हुन्न ल त्यो फर्क्यौँ है अघि देखाएको थिएँ माछा त्यति पायौँ यो खोलामा चाहिँ यसो देखाइदिउँ त साइड ब्याग लोकल झोला ए कुन खोला रे यो हामीले चुगाड खोला ए चुगाड खोलामा है त्यति माछा पाइयो 6 12 हामी छलगाड खोलामा कम्पिटिसन गरिरहेको छौँ यहाँबाट अब गल्ली गाड गयो होला मुडा काँडा ल्याऊ हावा ल्याएर हाम्रो चाहिँ भिन्न थियो हामी फर्किँदैछ है टाढा त लास्ट टाढा छ गाइस हिँड्दै टाइम लाग्छ होला पुग्नु अब त्यहाँ 10-20 मिनट त हिँड्नै पर्ने होला यार हेलो तुम कहाँ से कहाँ थे धेरै हिँड्नु पऱ्यो नि ढोलाको भइरहेको लामे लामो बाटो रह्यो अर्को खोला आइसक्यौँ है हामी छलगाडमा आयौँ है खेल्नलाई अर्को खोला सकेर टुगाड सकाएर छलगाडमा अब स्टार्ट भयो जाल खेल्न यहाँ अब कति माछा पाइन्छ यस्तो देखाउँछ है अर्को टोली टर्च बल्दै अगाडि गइरह हामी चाहिँ यहाँ खेल्दैछ है ए फेरि स्टार्टिङमै पराइहाल्यो है फेरि साथीले कडा हाने त ल स्टार्टिङमै एउटा पर्यो गाइस स्टार्टिङ त हामी नै हो रहेछ कि हान्ने उता हो जा ओइ मन ढलिया यार लास्ट स्टोङ गइछ यार मान्छे हो कि क्या चल्ता फिर्ता खोलामा हो यार परेछ उसको सरल भेटाएको थिएँ खेल्दै दार्जिलिङको अगाडि टोइलेट किन अवस्था गर्नु डाइरिया भयो गाइस हाम्रो टोलीले फेरि भेटायो एउटा यसो देखाइदेऊ ल यस्तो होला हो ठुलै परेछ नि त गाइस 3टा माछा भेट्यो एउटा ग्रुपले उता भेटाएको थियो खिच्न पाएन हामीले चाहिँ 2टा भेटायौँ ल हामी यता 3 ग्रुप हो 6 ग्रुप हो खास 3 6 हो अनि यता 3 उता चाहिँ 3 छन् ग्रुप गाइस ल हामी 2टा पायौँ उता चाहिँ एउटा पाउनु भएको छ अरे कम्पिटिसन चल्छ कसले धेरै पाउँछ भन्ने ल ल है त फेरि पाएँ भने म भिडियो बनाउँछु ल बाई
हाम्रो फेरि पर्यो है घुम्न पनि पढ्छ गाइज है माछा पनि पढ्छ हल्का अहिले सानै भेटेछ तर परेछ है ल उता नि परिरहेको जस्तो छ कि जाल भिजाइरहेको थाहा भएन गाइज पछि थाहा हुन्छ है हाम्रो परेर प्याक भइसक्यो क्या हामीले चाहिँ पारै छौँ है उता चाहिँ के भइरहेछ थाहा छैन यहाँ चाहिँ पऱ्यो है सरलमा माछा परे है गाइज तीनवटा ओहो चारवटा माछा है गाइज चारवटा सरलमा अब कसले हाल्यो थियो है हामीले पायौँ ठिकै हो है एउटा मासुली पर्दैछ अरे मासुली त्यो सरललाई उता फलाइ उता गाडो पकाउने आयो मुसी सक्दा हुन उता गाडी जा भने नि प्याक भयो है कस्तो थाली दुख्या न त्यतिकै जोसले गइन्छ मुनि अर्को थाली नि थाली दुखेर यो गाइस हैन हामी चाहिँ अब चार पाँचवटा धान पारिसक्यौँ पाँचवटा उताको चाहिँ त्यो एउटैमै छन् फेरि लोटिया थिएँ यार टाइट मासु लाग्यो माछै रह्यो झुक्रा सरल मासु ल आक्को माछुमा हल्का सानो पर्यो त्यही पनि ठिकै छ माछा पर्नु पर्यो खाली हुनु भएन खाइदियो नानो के राखियो दियो पनि भयो त यहाँ ब्लगमा देखाउनु पर्यो क्या दियो त दिइहालौँ त नानो नानो के राखिएर हामी काँचो कसरी खान्छौँ है गाइस देखाउँछौँ ल अब डिभाइड गर्ने त क्या सिङ्गल हुँदैन नि यार त्यस्तो नभनाउ न है म यहाँ पागल हुन लागिसकेँ ल भिटामिन नपुगेर भन्ने ल कसरी आन्द्राभुँडी निकालिन्छ यसो देखाइदिउँ ल टाउको के हो ढाडो ढाडो खानु टाउकोमा धेरै हड्डी हुन्छ कि दाँतमा घिउ घोचेर यार दुख्छ नि ल है गाइस मैले चाहिँ यो खान ला ए देखाउन यार कसरी खायो खाइहालेँ है मुखमा हालिहालेँ मैले नि ल यस्ता मार गाई हेर्नु कसरी चबाइरहेको छु मिठो मिठो के गर्नु यहाँको माछाहरू सफा हुन्छ त्योहरू काँचै खान पनि मिल्छ क्या खानेलाई त ठिकै हो
एउटा गयो यार एउटा फुत्के छ है गाइस एउटा चाहिँ यहाँ भेट्यो हात हालेर रिस चाडेन गाइको हात भिजाएर नि भेटेन नै यहाँ चाहिँ फेरि एउटा पऱ्यो गाइस एउटा हरेर होइन मलाई हात हालेर पनि परेन गाइस कस्तो ठाउँ हान्छ हुन्छ यहाँको फेरि दुध आउँछ फेरि यहाँको माछामा दुधै खुसी यहाँको माछा फेरि दुधवाला माछा हो खुसीवाला एउटा हरियो आएको कस्तो लाग्यो हात मात्र भिजायो दोस्तले त्यही भने यार हातले तानिन्छ भने अब कहाँ गइहाल्छ त्यो माछा ठुलो हुन्छ नि पछि यहाँ हातमै होला ठुलो हुन्छ छ भन्दा धेरै भइसक्यो 10 नै पुऱ्याइसक्यौँ जस्तो लागिसक्यो हामी चाहिँ अब माछाको मलामीहरू हो गाई अर्को डल्ले पछाडि आउँदैछ है हल्का राति भएर फोकस हामीसँग भयो होइन त्यो गरिदिउँ बुझेर मुजी भ्याएको त ल फेरि हल्का पढ्न त पऱ्यो गाई यो त खायो हुन्छ खाऊँ न ठुला ठुला त पाइराखन् सानो चाहिँ अब हाम्रो प्लान छुट्टै हुन्छ है उता पनि पाइराखन् रे हल्का कस्तो पायो भन्ने पछि थाहा हुन्छ ठुल्ठुलो पायो कि सानो पायो पाँचवटा ल ठुल्ठुलो पाएर रहेछन् है ल भाइ के छ त हल्ली चाली फेरि गर्लफ्रेन्डसँग कुरा गर्दैछन् जाल हल्ला नै गर्लफ्रेन्डसँगै हो यस्तो रन्डिज पनि हुनुहुन्न है फेरि यहाँ चाहिँ अपरेसन भइरहेछ है हाम्रो भुर्राको यस्तरी हो भुँडी फुटाल्दै तर फुटाल्न सकिएन वाट्टै लाउनु पऱ्यो क्या अहिले चाहिँ खाएको पनि देखाउनु पऱ्यो है फेरि क्वाप्पै मुखमा हालेको क्या न त पत्याउनु नि ल हो यसरी हो खाने भनेको हामी चाहिँ फेरि काँच्ची हो नि फेरि जम हान्छु है गाइज म सक्दैन यार म यताबाट आउँछु गाइज यिनीहरू चाहिँ उताबाट जम हान्न सकिएन ल गाइज यहाँ माछा झिकाइ अभियान भइरहेछ है यता झोलाबाट चुराले खान्छ त पुच्छु यति पाइयो गाइस माछा थम्बनेलमा हुन्छ फेरि यो माछा त फेरि 17 दिन 20 वटा ठ्याक्कै 17 यति माछा भइदियो त जग्गा हुँदैन त यति धेरै हुन्छ अहिले टार्गेट त्यो खाने खाने रह्यो अब त भनौँ नखानु पर्ने हो नानी मस्तले गर्न मजा आउँछ लुगा लाऊ हामी चाहिँ फर्किन लाग्यो है ल
अब घरतिर जान्ला तेरो मोबाइल पाल्को ल गाइस हामी चाहिँ गयौँ यस्तो छ है पानी हो जताततै आउँदैछन् भाइहरू पछाडि दाइ चाहिँ अगाडि ट्याक्क पुगेपछि अब भ्लग हुन्छ है हामी चाहिँ फर्किौँ ल गाइस ल यस्तो राति हेर्नु त टर्च पलायो घरहरू त्यो टर्च रे बत्ती ऊ माथिको चाहिँ मन्दिर हो है टपको ल है ढुङ्गा हानेर भर्खर दाइले के मार्नुभयो के हो यो फुलगेडी चढ भेटा ल भर्खर ढुङ्गा हानेर चढ मारे लगाइ के हो यो बब्बाल निशाना हो तर एकै सर्टमा है घायल बनाइदिनु होला यार फालिदियो नि यो त्यही त भने यार कस्तो हाउग्रान हो ल गाइस पुग्यो है अब घरमा चिलमा बल्ल बल्ल खोला ल भोकारीहरू भात खान लागि है लास्ट भगवान रहेछन् अब के भन्नु त्यही हो गाई माछा पाएको आज यति 19वटा होइन 20वटा त काँचा साचा खाएछन् यिनीहरूले थाहा भएन मलाई चाहिँ कटिङ भइरहेछ है गाई होइन घिउ चाहियो हो त त्यहीँ हालिदिनु न थाल्न तिमी हालेछ आवाज आएन दाइ तिमी पनि गर न जस्तै ल यता कटिङ भइरहेछ ठुलै परेको थियो चुङ्गाहरू त यार योभन्दा सानो त है हामीले फ्याल्दै गर्थ्यौँ क्या पेटभित्र ठुलो कसले मार्यो भन्ने कन्फ्युज भइरहेछ है गाइज यहाँ चाहिँ के हुन्न हो होइन भन्ने हो क्या पित्त हो पित्त अनि अर्को झिकन त गुडुक्कै निल्यो सिसाले भाग्नै नै सक्दैन यार हात दाल पुगिन हालिदिनु न यही म त
दिनु त्यो खाऊ त्यो लास्ट औषधि हुन्छ कसम खाऊ या खै पित्त मिल्ने औषधि हो के म खान्न होइन दाजुलाई पित्त पनि हगि निकालिदिउ न काला अन्डा झन् लास्ट विदेशतिर थोरै लास्ट मङ्गी हालेर खाना नि काटेर यति धेरै भयो हो क्या अनि विशेष गरी यो पहेँला अन्डाले औषधि हो क्या पित्त मिल्ने तिमी गाउँ म त्यस्तो काँचा खान्न क्या पकाएपछि तिमी त काँचै कता हो र काँचै पारि चोक्दै तल कुन्ने बेला भयो त कहाँ जाने बेला भयो भाइ कति त भयो यहाँ खोर्सानी सर्सानीमा सब हालेर यहाँ फ्राई थप्नु केटा गाउनु तिमी पनि ओ हमारे खाऊ मेरो लाइफ तिम्रो हातमा छ त्यति भनेर नाफले यति बोल्नु कति हो पानीको बात भयो कोही रही साथी पनि थियो रही साथी पानीको बात लाएर हुन्छ पहिला थियो त्यो त हो नि दोषहरूको रमाइलो नि भोलि आयो
फ्राई हुँदैछ है बाँकी छ हल्का फ्राई गरेर यो चाहिँ चाखिहालौँ भनेर अगाडिको खाइहाल्यो होइन हामी चाहिँ घर फर्केको है माछा साछा फ्राई हानेर खाइयो अब घरमा जाने सुत्ने हो चिलमा अब यहाँ भोलि बिहान जानै पर्छ होइन घर त्यो दाइकोमा नसुतेको चिलमा सुन्नु छ घर गएर अब त ल बाई गाइज अब अर्को भ्लगमा भेटौँला है त बाई बाई।